ओ पानीपुरीलाई बिना तेलमा हजुरहरूले फ्राई गरेर फुलाउन सक्नुहुन्छ त? सक्नुहुन्न नि है। तर आज म हजुरहरूलाई एक थोपा पनि तेल नहालिकन र ग्यास चुलो इन्डक्सन केहीको पनि युज नगरिकन यसलाई फुलाएर देखाउँछु हजुरहरूलाई है। यसको लागि हामीलाई चाहिन्छ एयर फ्रायर है। हाम्रो यो बेटर ब्रान्डको एयर फ्रायर हेर्न सक्नुहुन्छ है। यो एयर फ्रायरमा हामीले बिना तेलको विभिन्न आइटम्स परिकार पकाएर खान सक्छौँ। जस्तै मासुहरू फ्राई गर्न भयो, हाम्रो यो सिँगै कुखुराहरू पकाउन मिल्छ यसमा हजुरहरूको है। त्यसपछि बेक गर्न मिल्यो, केकहरू बनाउन मिल्छ, पिज्जाहरू बनाउन मिल्यो है। ओभनको काम पनि यसले मजाले गर्छ हजुरहरूको है। निकै नै राम्रो क्वालिटीमा हामीसँग टचमा आएको छ यो, हेर्न सक्नुहुन्छ। डिफ्रेन्ट सिस्टम र डिफ्रेन्ट फङ्सन भएको, टक्क हजुरले यसमा टाइम सेट गरिदिने है। आफै पाकेपछि अटोमेटिक अफ हुन्छ बिना तेलको है। अब हजुरहरू पनि हेल्थ कन्सियस हुनुहुन्छ भने चाहिँ यसमा युज गर्न सक्नुहुन्छ। हामीले पानीपुरी हालिदिएको थियौँ, अब हेरौँ है त। हेर्न सक्नुहुन्छ यहाँ है, बिना एक थोपा तेलको पनि हजुरको यस्तो मजाले फ्राई भएको छ, डिप ब्राउन भएको छ, हेर्न सक्नुहुन्छ। एकदमै क्रन्ची पनि भएको छ हजुरहरूको है। त्यसैले अब हजुरहरू पनि एउटा हेल्दियर अप्सन खोज्दै हुनुहुन्छ भने चाहिँ, बिना तेलको खाना चाहनुहुन्छ भने चाहिँ यो एयर फ्रायर बेस्ट हुनसक्छ है। अल ओभर नेपाल होम डेलिभरीको व्यवस्था रहेको छ भने 1 वर्ष वारेन्टी पनि आउँछ। एकदमै राम्रो क्वालिटीको 3Dमा यो हामीसँग एयर फ्रायर रहेको छ। छिटो अर्डर गर्नु होला है।